आज मिनी भ्लग भिडियोमा तपाईहरुलाई स्वागत छ र म आज फेरि आएको छु तपाईहरुको निङमार सिङतान प्यारी प्यारी छोरी र सबैजनालाई भन्न चाहन्छु ह्यापी होली र भोलि होली छ भोलि पनि म भिडियो बनाउन सक्छु ह्यापी होली छ म होली दलेर म फेरि भिडियो बनाउँछु र मैले चाहिँ आजै भिडियो बनाएको अनि भोलि पनि बनाउँछु 3-4 वटा लाइक च्यानल सब्स्क्राइब गरिदिनु होला लाइक च्यानल सब्स्क्राइब गरिदिनु होला र होलीको दिन पनि म बनाउँछु भ्लग भिडियो 28 गते मेरो निरो दिदीको मिटिनीको बिहे हो र तपाईहरु पनि आउन सक्नुहुनेछ र लाइक शेयर सब्स्क्राइब गरिदिनु होला मेरो भिडियो र लाइक शेयर सब्स्क्राइब गरिदिनु होला मेरो भिडियो र म आज पनि भिडियो बनाउन आइरहेको छु हजुरहरुको प्यारी प्यारी छोरी निङबार सिङतान र मेरो घर यो हो र मेरो दिदीहरुलाई पनि देखाउने छु एउटा मेरो दिदी माइली दिदी चाहिँ काठमाडौँ हुनुहुन्छ र हाम्रो श्रन दिदी जेठी अनि त बुनीसँग त्यसको साइली मिनाजु जेठीले बिहे गरिसक्यो र म कान्छी अनि मम्मी हुनुहुन्छ दिदी हुनुहुन्छ भ्लग भिडियो हेर्नमा धेरै धेरै धन्यवाद छ र तपाईहरु सबैलाई ह्यापी होली पनि छ म आज पनि भिडियो बनाउन आइरहेको छु हजुरहरुको प्यारी प्यारी छोरी निङबार सिङतान र हामी आज घरमै छौं हाम्रो मम्मीहरु पनि हुनुहुन्छ मेरो घर चाहिँ यो हो र मेरो दिदीहरुलाई पनि देखाउने छु एउटा मेरो दिदी माइली दिदी चाहिँ काठमाडौँ हुनुहुन्छ र हाम्रो श्रन दिदी जेठी अनि त बुनीसँग त्यसको साइली म कान्छी अनि मम्मी हुनुहुन्छ दिदी हुनुहुन्छ अनि राजनीहरु हेर चाहिँ माइक लिएर बोल्नु पर्छ बुनुहरु हेर्नु न गाइस आगो लगाएर हेर्नु त हाम्रो घरमा भेट्छ होला मुनु चिल्लाएर जान्छ ला आमाई मेरो साथी गयो गाइसहरु हेर्नु न ताराहरु जले होला सायद हेर्नु त मान्छे जलाएको जस्तो जलाइराछ त्यो
भित्र आगोमा गएछ हेर्नु न हेर्नु मान्छे जलाएको जस्तै देखिरहेछ त्यो केरा हो यो चाहिँ जलाएको हो केरा बाहिर जलाएको थियो मान्छे मरेको जलाएको जस्तै भइरहेछ गाइजहरू कहाँ राख म म कस्तो देखेको छु भन्नु होला कमेन्टमा र हाम्रो फ्यामिलीहरू हुनुहुन्छ यता 1 2 3 4 5 जना छ है गाइस हेर्नु न हाम्रो घरमै आइसक्यो न त रामसँग देखिरहेको छैन सानो सानो कत्रो ठुलो कति धेरै धुवाइरहेको छ खुजा जस्तै रे र यता राम्रै आइरहेको छैन त्यही भएर म उता गइरहेको छु गाइस अब चाहिँ कस्तो आइयो हो अब कस्तो आयो हेर्नु त आगोले कस्तो भइरहेछ यस आगोहरू हेर्नु त आगोहरू लाइनले हिँडिरहेछ धुवाले गर्दै राम्रोसँग देखिरहेको छैन गाइस म माथि गर्न गइरहेको छु यो घरमा मेरो घर चाहिँ त्यहाँ र म एकछिन आएको यहाँ घुम्नलाई नमस्कार मलाई त लागिहाल्दैन है कामेन कस्तो दामी भयो चाहे तुम मेरे